ल हामी अब बैकुण्ठ धामको यात्रामा छौं। बैकुण्ठ धाम। मम्मी हामी कहाँ जाँदै छौं? बैकुण्ठ धाम जाँदै छौं। धर्म कमाउन हैन त? हो। ल स्वच्छ मन राखेर बैकुण्ठ दर्शन गर्न जाँदै छौं। जाँदै छौं। लामो आयु होस् भन्ने उद्देश्यका साथ भगवानलाई रामको मन्दिरतिर पनि यतै होइन? हैन नि। होइन। उतापट्टि जानुपर्छ राम मन्दिर। बैकुण्ठ धाम जानको लागि बुवा र मम्मी आउँदै हुनुहुन्छ। त्यसैगरी फुपू दिदी अनि सबभन्दा पछाडि चाहिँ जानकी बुढाभारी चाहिँ बाबु यहाँ बाबु यहाँ आएर बसिसकेको छ। त्यसैगरी नानी। जङ्गल एकदम हराभरा छ। बैकुण्ठ धामको यात्रा गर्दैछौँ हामी। एकदम उकालो रहेछ। बैकुण्ठ धामको यात्रामा छौँ हामी अहिले। यो चितवन जिल्ला माडीमा अवस्थित छ। हाम्रो मेरो एकदम प्यारो छोरो मन्दिर भमगाई। त्यसैगरी जेनी छ मगाईसँग। साथमा बुवा मम्मी फुपू दिदी जानुका सबैजना हामी यहाँ पुगिसकेका छैन। ल हामी बैकुण्ठेश्वर शिवालय माडी नगरपालिका 8 चितवन। नमस्ते दादा। यता हेर त त्यहाँबाट। यता हेर त। बैकुण्ठ तालमा ल यता हेर। यता जानु क्या यता। ल माछा पनि हेर्न सक्नुहुन्छ बैकुण्ठ तालमा। हामीले यहाँ हिसाबले यसरी छरिरहेका छौँ। ल यहीँ आए माछा हिलाएर। छेउमा राखिदिउँ भित्रै हाल्नु पर्दैन। यहाँ हालेर ढुङ्गामा राखिदिउँ। यहाँ ए हेर हो मम्मीलाई ठिक छ। ल मम्मीलाई ठिक छ। ल मम्मी हामी आज कहाँ आयौँ? बैकुण्ठ धाममा होइन त? बैकुण्ठ धाम बैकुण्ठ तालमा चाहिँ हामी आज पूजा गर्दैछौँ। स्नान गरी होइन त? ल स्नान गरिसक्यो। हजुरको धोको पुरा भयो? ल खुसी हुनुहुन्छ नि? ल ल एकदम खुसी। ल जानु गएको एकदम खुसी छ। ल नारायणम। एकदम पढ्न धेरै धेरै आउँछ है। उठ पानी चलाउँदै। ल बाबु उता चिप्लिन्छ। यता यहाँ आऊ। यता हेर त ल तिमीहरू म ऊ निकाल्छु। यहाँ आऊ। ल दिदी भाइ यहाँ आऊ। यहाँको निकालेँ मैले। फोटो खिच्ने हो। बोल्नु त्यसरी हो ल बोल्नु।
आज हामी मैदानमा हामी एकदम राम्रो ताल राम्रो उत्तम लाग्यो र हामी एकदम खुसी भएर अब घुर्नेवाला छौँ। जाऊ पर्दा पर्दा बैकुण्ठ धाम बैकुण्ठ जानु क्या केमा व्यस्त हो? रोटी दिएको हो। ए रोटी दिएको? कति खान्छन् खोजेको। बैकुण्ठ तालमा चाहिँ माछाको भिडभाड है नि त? अत्याधिक ल्याउ छोरी अत्याधिक है। हातमा राखेर देऊ त हातमा राखेर। ओ हेर त खाना आएको ल कति छिटो। दिनु है म दम्ब गएर हेर्ने। बनाउनु लाउनु नि त। ल बैकुण्ठ धाम पुरा कुण्डमा चाहिँ गएर फर्किँदाखेरि खुसियाली मनाउनु हुँदै हाम्रो बुवा र त्यसै गरी मम्मी। ल हो ल ल ल ल ल धन्यवाद। ल ल भयो ल भयो ल है दिदी पनि ल त्यसै गरी खुसियाली मनाउँदै ल ल हेर्नुहोस् ल देखिया छ खुसियाली म रमाइलो गरेर दाजु भाउजू बुइनी ज्वाइँसँग फर्किँदैछु। ल ल धन्यवाद दिदी। जानु गएको केही छ? जानु गएको नाता मन लाग्यो यहाँ बैकुण्ठ धाममा फर्केर आउँदाखेरि बुवा मम्मीले यो यति ठुलो अवसर दिनुभयो। बुवा मम्मीले यति धेरै ठुलो अवसर दिनुभयो। अब यसमा चाहिँ एकदम खुसियाली व्यक्त गर्न पाइन्छ छैन केही पनि जानु गएको त्यतिकै खुसी हो नि हो। ल ओके ल ल है बिस्तारै है बुवा ल है बिस्तारै है मम्मीलाई बिस्तारै है। यहाँ भइसक्यो ल त हेर्नु ल हो ल त हेर्नु त ल बैकुण्ठ धाम पछि फर्किँदै यो उकालोबाट अहिले खोलो चाहिँ एकदम बैकुण्ठ कुण्डको खोलो चाहिँ एकदम कुण्ड सुकेको अवस्था वैशाख महिना भएको भएर